आज चाहिँ म सुन्दरीजलबाट चिसापानीसम्म ट्रेकिङमा जाँदैछु। सुन्दरीजलबाट शिवपुरी राष्ट्रिय निकुञ्जबाट भित्र छिरेपछिको दृश्य हो। म चाहिँ एक्लै हाइकिङ गर्दैछु, कोही छैन, माथि अरू गएको छन् अरे। म चाहिँ एक्लै माथि चिसापानीसम्म पुग्ने प्लान छ। त साइडमा चाहिँ बागमती बगिरहेको छ। सो म चाहिँ यो बाटो हुँदै गएको सुन्दरीजल सहर निकै टाउन देखिरहेछ। यो झरना हर महादेव, चाहिँ महादेवको मन्दिर। दुई 3 घन्टा माथि चढ्नुपर्छ चिसापानी पुग्नलाई। सो मैले चाहिँ अहिलेसम्म कति किलोमिटर हिँडेको छु भनेर देखाउँछु। यो हेर्न सक्नुहुन्छ एकछिन। 5.67 किलोमिटर हिँडिसकेँ। अझै नि हिँडिरहेको छु। अझै 2 किलोमिटर बाँकी छ सायद। यो देखिरहेको चाहिँ काठमाडौँको हावा कति फोहोर छ भनेर यहीबाट थाहा हुन्छ। एयर पोल्युसन क्लियरली देखिरहेको छैन। म चाहिँ अहिले यो शिवपुरी राष्ट्रिय निकुञ्जमा भित्र पर्ने एउटा गाउँ मूलखर्क गाउँमा छु। अझै 1.5 किलोमिटर। बाँकी छ चिसापानी पुग्न। तर नजारा चाहिँ एकदम राम्रो छ, हेर्न सक्नुहुन्छ। त्यो माथि देखिरहेको चाहिँ भ्यू टावर हुनसक्छ सायद।
अहिले चाहिँ 8:59 टक्कै 1 मिनट चाहिँ 9 बज्न मैले चाहिँ 6:15बाट वरबाट हिँडेको अनि 7:30मा सुन्द्री जलको गेटमा पुगेको थिएँ। त्यसपछि 2 घन्टा 1.5 घन्टा लाग्यो भनौँ यहाँ पुग्न। अनि मिल्यो भने त्योभन्दा माथि धाबे ड्याम भन्ने छ, त्यहाँ नि जान सक्छु। हेरौँ पहिला चिसापानी ट्र्याकमा कति बजे पुग्छु, टाइमिङ हेरेर थाहा हुन्छ। सो मैले चाहिँ यो चाहिँ ट्र्याक एक्लै गर्न निर्णय गरेँ। साथीहरू कोही थिएनन् भन्दा अनि कसैको टाइम मिलेन, म एक्लै गर्न चाहन्थेँ। बस्यो एक्लै गर्दा कस्तो हुँदो रहेछ, फर्स्ट टाइम हो मेरो यो ट्रेकिङको अनुभव। हेरौँ कस्तो हुन्छ। 1.5 किलोमिटर बाँकी छ अझ पुग्न चिसापानीमा ठ्याक्कै। सो तल देखिरहेको चाहिँ लास्ट होटल हो। यो माथि चाहिँ फेरि जङ्गल सुरु हुन्छ, राष्ट्रिय निकुञ्ज। मैले चाहिँ बिहान भात थियो हिजो, त्यही खाएर आएको हुनाले खासै भोक लागेको छैन। यो माथि कुनै पसल नै छैन। यो माथि बोर्ड देखिरहेछ चिसापानी भनेर। यो ट्रेकिङ गर्ने म मात्र एक्लै हो जस्तो लाग्यो। अघि 3 जना थियो, मेरो बाटो बिराए जस्तो छन्। त्यसपछि त मैले तिनीहरूलाई देख्दै नि देखेको छैन। त्यहाँ मन्दिर जाने बाटो थियो एउटा चाहिँ यता ट्रेकिङमा आउने थियो, तिनीहरू मन्दिर जाने बाटो गए जस्तो छन्। चिसापानी सैनिक लगा 4 किलोमिटर लाग्ने समय 2 घन्टा लाग्छ भनेको छ। हेरौँ कति टाइम लाग्छ। यहाँदेखि फेरि जङ्गल सुरु भएको छ। म चाहिँ एक्लै छु, कोही छैनन्। ट्रेकिङ गर्न मान्छे हुनुपर्ने हो, खै मान्छे छैनन्। एक्लै छु, त्यही पनि केही छैन। के होस्, नयाँ एक्सपिरियन्स लिइरहेको छु कस्तो हुँदो रहेछ एक्लै हाइकिङ गर्दाखेरि। सो त्यही हो। म्यापमा चाहिँ 1.2 किलोमिटर देखाइरहेछ चिसापानी पुग्नलाई। त्यहाँ चाहिँ 4 किलोमिटर लेखेको छ, खै कुन सही हो। अघिको बाटो चाहिँ लास्टै उकालो थियो, यो चाहिँ समथर छ। यस्तै बाटो भएर रमाइलो हुन्थ्यो। फेरि उकालो चढ्नु पर्छ कि। सहरबाट, काठमाडौँ सहरबाट, काठमाडौँ सहरको कोलाहलबाट पुरा शान्त वातावरण रहेको छ। यहाँ चराचुरुङ्गीको आवाज सुन्न सकिन्छ, अरू केही पनि छैन। कोइली कराउँदैछ उता कुकु गर्दै। गुराँस जस्तो छ त यार, यो गुराँसको फुल नै हो। गुराँस जस्तो लाग्यो, सुकिसकेछ। गुराँस नै हो त्यो चाहिँ। ए हेर्नुहोस्, गुराँस नै हो यो। वाह, एकदम खुसी लाग्यो। आफ्टर लङ टाइम गुराँस देखेँ। सो हाइकिङ एक्लै गरिरहेको छु। यो बाटोमा एक्लै छु सायद, तर मान्छेहरू भएको भए रमाइलो हुन्थ्यो। तर मान्छे छैनन् कोही पनि, सुनसान छ जङ्गल, त्यही पनि केही छैन। जस रमाइलो लागिरहेछ। तल उकालो चढ्दा चाहिँ थकाइ लागेको थियो, त्यही हो। यति उकालो हिँडेको थिइनँ, त्यही गुराँस देखेँ मैले, कस्तो खुसी लाग्यो। घना जङ्गल, शिवपुरी नेसनल पार्क।
म चाहिँ खासमा सुन्दरी जलको झरना हेर्नलाई आएको थिएँ, तर यो चाहिँ अर्को बाटो आएछु चिसापानीको। यो बाटो पनि जानु सक्छु तर फेरि 2 घन्टा लाग्छ, एक्लै मान्छे परे। त्यही भएर चाहिँ नजाने निर्णय गरेँ मैले। राष्ट्रिय निकुञ्ज हो, एक्लै जानु ठिक हुँदैन भनेर। त्यही भएर त्यो सुन्दरी जलको झरना चाहिँ तल नै रहेछ, म चाहिँ माथि नै आइसकेको छु। त्यही भएर फेरि फिर्ता जाँदैछु। एक्लै नजानु सक्ने होइन, जान्थेँ तर जङ्गलको बाटो फेरि 2 घन्टा लाग्छ अरे पुग्न। त्यहाँदेखि राम्रो भ्यूहरू देखिन्छ, तर पहिलोचोटि नै यस्तो एक्लै रिस्क नलिउँ भनेर सुन्दरी जलको झरना हेरेर फर्किनु पर्ला। खासमा त्यही प्लान थियो मेरो। म चाहिँ यता माथि नै आएछु। फेरि जान लाग्थेँ, आधा बाटो पुगेर फेरि फर्किएँ। अझै 2 घन्टा लाग्छ भनेपछि एक्लै सुनसान बाटो छ, मलाई राम्रो ठिक लागेन चाहिँ। अनि त्यही भएर फर्किँदैछु तल फेरि। यहाँ कहाँ तल हो त? हो नि साथी, के छ अरू? म सन्चै छु। तिम्रो के छ भन न।